ल अब यहाँ जुंगे खोलामा आइपुग्यो। जुंगे खोलामा पारी तर्नलाई बनाएको सानो बाटो बगाइदिएछ हिजो बाढीले। अब यहाँ जुत्ता सुत्ता खोलेर मजाले खोला तर्नै पर्ने भयो। यो साथीहरू सरहरू सबै म्यामहरू जुत्ता खोलेर जुंगे खोला तर्ने क्रममा हुनुहुन्छ। यस पछाडि हामी यो खोला तरिसकेपछि एक गरी पानी सानै छ तर पुल रहेनछ बगाएको कारणले गर्दाखेरि हामी यहाँ जुंगे खोलाबाट यो बाटोबाट माथि उक्लेर माथि अंगुरको फार्म छ माथि हेर्नलाई निस्किँदैछौँ हामी अहिले। यो धादिङको थाकरे गाउँपालिकाबाट पारी वडा नम्बर 10 बाट देखिएको यो पृथ्वी राजमार्ग हो। वाइनरी उद्योग निर्माणाधीन वाइन उद्योग अंगुरबाट बन्ने वाइन विशुद्ध नेपालमै अंगुर उत्पादन गरेको छ। नेपालमै वाइन उत्पादन गरेर बिक्री गर्ने जमर्को जुन भएको छ यो भविष्यमा बढ्दै जानेछ। अरू किसानहरूले पनि यस्तो गर्दै जानेछन् भन्ने आशा गर्न सकिन्छ। कीर्तिपुरबाट ट्राभलिङ सेमिनारमा निस्किएको टोली भर्खर धादिङको बेनीघाट क्रस गरेको छ। 2054-55 सालतिर काठमाडौँ आउँदाखेरि महेन्द्रनगरबाट हिँडेका गाडीहरूमा पछाडिको सिटमा बसेर हिँड्दा यसरी यस्तो जम्प लाउँथ्यो, उछुट्याएर माथि टाउको ठोकिने, फेरि एकछिन हिँड्ने, अझै पर गएपछि फेरि टाउको ठोकिने। अहिले यो गाडीको पछिल्लो सिटमा बसेर म यो बोल्दैछु। गाडी यस्तो सस्पेन्सन छ, यो बाल्कनीमा बस्दाखेरि फिल्म हेर्दाखेरि पछाडि बसेर हेर्दा जस्तो आनन्द आउँछ, यो गाडीको पछाडिको सिटमा बसेर हेर्दा त्यस्तै आनन्द लागिरहेको छ। यो छोटो समयमा टेक्नोलोजी यति धेरै विकास गरेको छ। यो काठमाडौँ आउँदा ठाउँ कहीँ रोकिएर बाटोबाट पिसिओमा गएर फोन गर्नु पर्थ्यो, घर यसो बाटोमा म यहाँ पुगेँ है भनेर। अब यहाँ हातमा मोबाइल समातेर झकास अनि लाइभ भन्न पाइएको छ। द्रुत विकास छ टेक्नोलोजीको। बाटोघाटो चाहिँ त्यसकै बिजोग छ हाम्रो। बाटो चाहिँ त्यति बेलाको जस्तो छ, विकास चाहिँ भइरहेछ, ठाउँ ठाउँ फुटेको छ, बनिरहेको छ। सर अब एकछिन पछाडि कति 4 लेन कि 6 लेनको बाटो आउँदैछ अनि आनन्द छ। यो अहिलेसम्मको लाइभ अपडेट। भानु माध्यमिक विद्यालय भानुभक्तको नाम जताततै चर्चित नाम हो। नेपाली साहित्यका धरोहर भानुभक्त आचार्यको जन्म भएको जिल्ला तनहुँमा छौँ अहिले हामी। बन्दीपुर बजारबाट माथि थानीमै जाने बाटो उकालोमा एकजना कलाकार मजाले आफ्नो कला प्रदर्शन गर्दै एउटा व्यावसायिक रूपमा पनि गर्दै हुनुहुँदो रहेछ पेन्टिङ। उहाँको कलालाई सलाम छ। थानीमाईको उकालोमै छौँ। पृष्ठभूमिमा बन्दीपुर बजारको दक्षिणपट्टिको दृश्य। गुरुङचे डाँडा मन जोगल जोगाउँ डढेलो नलगाउँ। केही साथीहरू माथि आइसक्नु भएको छ। हो कुदिराख्नु भएको छ तल। हो बसन्त सर के छ? हेलो सरेन्डर हो। त्यही त आउनुहोस् भनेर बोलाउनु पर्छ। थानीमाई मन्दिरमा आइपुगेका छौँ हामी। बन्दीपुर माथि टाढामा निर्माणाधीन अवस्थामै रहेको देखिन्छ। बिहानको गन्तव्य हाम्रो आइपुगे जस्तो छ। बन्दीपुरको टप अफ द हिल थानीमाई यही टुप्पोसम्म आइपुग्ने लक्ष्य लिएर निस्केको बिहान हामी।
यो ढुङ्गाले छाएको यात्रु प्रतीक्षालय जस्तो। चीनको ग्रेट वालमा पुग्न सकिएको छैन, तर बन्दीपुरमा ग्रेट वाल जस्तै देखिने स्ट्रक्चर बन्दीपुरको ग्रेट वाल पनि भन्ने गरेको सुनियो। दिस इज वेयर आई एन्टर्ड इन्टु द ग्रेट वाल अफ नेपाल। अब भन्नु पर्यो मन्दिरहरूमा देउता भनेर पूजा गर्ने तालबाराई मन्दिर जाने क्रममा लाइफ ज्याकेट लगाइसकेछ। यहाँ ढुङ्गा चढेर वारीबाट देखिएको तालबाराई र अब त्यहाँ गए पछाडि पनि म बनाउनेछु। तालबाराईपट्टिबाट देखिएको उता आरती कोम्दीकोट माथि यो शिवको मूर्ति भएको ठाउँबाट लिइएको यो पोखरा बजार। यहाँबाट हेर्दाखेरि फेवाताल पर बीचमा खाली देखिने यो इन्टरनेसनल एयरपोर्ट, पोखरा इन्टरनेसनल एयरपोर्ट। यो व्हाइट स्तूपा गुम्बा यो बेगनास तालको छेउमा माछा मार्दै गरेका बल्छी थापेर फिसिङ गर्दै गरेको। गुड मर्निङ फ्रम घान्द्रुक। अहिले बिहानको 5 बजेको छ। यहाँबाट उत्तरतर्फ हेर्दा देखिएको अन्नपूर्ण हिमालको साउथ ब्लक। बादलको कारणले गर्दाखेरि हिमाल क्लियर देखिएको छैन। सम्पूर्ण डाँडा हिउँले ढाकिएको पनि देखिँदैन। यति बेला जेठको महिनामा पातलो हिउँका कारणले गर्दाखेरि अन्नपूर्णको जुन यसको नेचुरल सुन्दरता हो त्यो चाहिँ देख्न पाइएन। घान्द्रुकको पुरानो गाउँ झुप्प परेका घरहरू कस्तो सुन्दर देखिँदो रहेछ। यो चाहिँ खास अहिले माथि नयाँ सिमेन्ट प्रयोग गरेका घरहरू पनि बनेका छन्। घान्द्रुक पुरानो गाउँ हेर्न निस्केका पुरानो गाउँ टोली अलि परे रहेछ। अल्छी गरेर फर्के। अब फर्के। यो बिहान 5 बजेदेखि अहिले 7 बजुन्जेलसम्ममा सबैभन्दा क्लियर देखिएको हिमालको भ्यू अन्नपूर्ण हिमालको। यता चाहिँ एन्टी लाइट परेर फिस्टेल हो। अन्नपूर्ण नर्थ र अन्नपूर्ण साउथ भन्दो रहेछ। यस अन्नपूर्ण नर्थ हो त्यो, यो साउथ लयो। उतापट्टि चाहिँ माछापुच्छ्रे। वी आर क्लाइम्बिङ ल्याडर्स अफ घान्द्रुक भिलेज। यस्तो उकालो सिँढीहरू छ। यो रेनकोट लाएर निरन्तर उकालो चढिँदैछ। आनन्द छ। माथिबाट सिमसिम पानी पर्दैछ। हामी यो यस्तो पुरानो परम्परागत माउरीको घर भएको ठाउँमा आइपुगेका छौँ। यसपालि गोर्खा भिजिटका क्रममा यहाँ छापथोकमा आइरहँदाखेरि पुरानो परम्परागत माउरी पालनको घर देख्न पाउँदा साह्रै खुसी लागेको छ। यो तपाईहरुलाई पनि मैले देखाएँ। यो के प्लान्ट हो सर?
साइकस के अर्नामेन्ट प्लान्ट। ओके, अब घान्द्रुकबाट निस्क्यौँ हामी। यो घान्द्रुकको पुरानो गाउँ। हामी घान्द्रुकबाट तल झर्दै गर्दा पारी देखिएको लान्द्रुक गाउँ। पहाडको ट्रक। लड्छ नि कहिलेकाहीँ, तर धेरै जसो अब व्यस्त नै हुन्छ, गाह्रो छ उनीहरूलाई। यो नागढुङ्गाको जाम हिजो पोखराबाट 3 बजे हिँडेको, बल्ल यहाँ नागढुङ्गाको तल सुरुङ मार्ग भन्दा पनि तलै छ। यस्तो छ स्थिति। यो सुरुङ मार्गको साइड सुरुङ अथवा रेस्क्यु मार्ग पनि भनिन्छ। मेन सुरुङ सुरुङ आशा गरौँ छिट्टै यो सुरुङ सञ्चालन हुनेछ। अलिकति यो नागढुङ्गाको जाम चाहिँ नानीले हेरेको एकदम दुःख पायो। यस्तो दुःख पाउने अवस्थाको अन्त हुने परिकल्पना गरेर पनि सरकारले यो बनाउँदैछ। चाँडै यो सञ्चालनमा आओस्। यो ट्रकहरूको अवस्था देख्दाखेरि मलाई रामकृष्ण ढकालकै भने हो मैले। रामकृष्ण ढकालको ओह्राली लागेको हरिणको चाल हो माचिन्जेलसम्म पनि। त्यो गीत याद आइरहेछ। यहाँ ट्रकहरूको स्थिति चाहिँ ओकाली लागेको ट्रकको हाल हो। सर्दै सर्दैन, बिस्तारी बस ट्रक सुरुङ मार्गको ठ्याक्कै अगाडिपट्टिको हो यो।